मेका लाडले म्याउ घोप 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 माछी मारन हो बहिनी साँझलाई चटनी माछी मारन ल अब रियलमा गान्छु एउटा सङ होइन कस्तो लाग्यो भनिदिनु होला कमेन्ट गरिदिनु होइन मेरो चाहिँ फेभरेट सङ हो त ठिक छ हे गाइस वेलकम ब्याक टु माई न्यू भिडियो इट्स मी विवेक मगर अन्त हजुरहरू हेर्दै हुनुहुन्छ बिबु भ्लग युट्युब च्यानलमा आयो तपाईँहरू सबैजना सन्चै हुनु होला अन्त म पनि एकदमै सन्चै आरामै छु आफ्टर लङ टाइम मैले भ्लगिङ गरिरहेको छु 2 सालपछि सायद 2 साल भयो अलमोस्ट 2 इयर्स भइसक्यो आफ्टर 2 इयर्स मैले भ्लगिङ स्टार्ट गरेँ होइन त आज यो भ्लग हालिरहेको छु म युट्युब च्यानलमा अन्त इन्स्टाग्राम टिकटक फेसबुकमा पनि हाल्न सक्छु भरोसा छैन अन्त कपडा माथि सुत्दा देखिरहनु होला आज किनभने म कपडा प्याक गर्दैछु अन्त गाउँ जाने टाइम आइरहेछ अब म फिलहाल अहिले बेङ्गलोरमा थिएँ अन्त अहिले चाहिँ म गाउँ जाने तयारी गरिरहेको थिएँ म गाउँ जानु त अझै 15 दिन नै बाँकी छ 15 दिनभन्दा बेसी नै बाँकी छ त्यही पनि एक्साइटमेन्ट यति छ कि आजै म फुल कपडाहरू निकालेर पार्सल प्याकिङ गरिरहेको छु कि बेसी पाइन्ट छैन पाइन्ट भने यति नै हो इस मलाई त गाउँ जान पनि गाह्रो छ यार यति धेरै फेरि अब कपडा फेरि के लगाउनै पऱ्यो होइन गाउँमा अब वैशाखमा झन् गर्मी लाग्छ मसित फेरि सबै विन्टर सिजनका मात्र छन् चिसो मौसमको के मतलब के गर्नु अब बेङ्गलोरमा त चिसै हुन्छ नि त वेदर अब म यहाँ बेङ्गलोरमा छु त्यहाँ त वेदर चिसै नै हुन्छ धेरै त्यति गर्मी नै हुँदैन एउटा प्यान्ट यहाँ छ सो गाइस अब त म एकछिनमा फर्स्ट अफ अल त म के गरौँ यार कस्तो ल्याग देखिरहेको छ होइन बाल नाउ सो गाइस अहिले त म अलि फ्रेसअप भएर आइसक्यो होइन त अन्त मेरो सनग्लासेस कहाँ राख्यो मैले कस्तो बिर्सिरहेँ यार सनग्लासेस नै बिर्सिदिरहेको छु अन्त के हुन्छ बाई द वे भन्नुपर्दा अहिले चाहिँ म आफ्नो सुजहरू वास गरिरहेको छु यस्तो बिदा गन्दा भएछ नि के भन्नु मेरो गाइज यहाँ हेर्नु न सो त तपाईँले देखिरहनु हुन्छ कस्तो विधि गन्दा भएछ छि 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 होइन त अरू त केही पनि लाग्दैन सुज वास गर्नुभन्दा झ्याउ त अरू केही लाग्दैन अन्त अरू कपडा मैले वास पनि गर्नु पर्दैन नि त मेसिनमा हालिदियो टक्क मेसिनले वास भइहाल्छ होइन त सुज रगड्नुपर्छ लेसको ल झ्याउ यताउति गरेर ताइ ल मैले 2x मा हालिरहेको छु होइन कति बोल्या भनेर होला म्युजिक इन्जोय गर्नु कटै हालिदिन्छु म त झ्याउ लागेको ब्रस चाहिँ खै सो गाइज अहिले त मैले रुम क्लिनिङ हाने अन्त खाना खाएँ अनि के गरेँ हो नुहाएँ जुत्ता धोएँ फेरि बल्ल अहिले बसिरहेको छु होइन त अहिले चाहिँ म अहिले सो गाइज मैले चाहिँ क्यामेरा हाम्रै राख्छु पहिला त मलाई कस्तो दामी देखिरहेको छ होइन यहाँ होइन मिररमा चाहिँ कस्तो दामी देखिरहेको छ मोबाइलमा चाहिँ के देखियो थोत्रो भ्यालु जस्तो मलाई छ्या होइन हौ मिरर ट्याक्क अगाडि चाहिँ कस्तो दामी देखिरहेको छु म त मिररमा अन्त मोबाइलमा के देखिरहेको आएर यस्तो आएको हेर्नु न मिररमा कस्तो बबाल हेर्नु न यस्तो बबाल मिररमा देखिरहेको छु किन तिमीले राम्रो नदेखाएर मलाई यहाँदेखि ब्राइट आइरहेको छ त्यही भएर हो रुक म गान्छु एउटा गानाहरू Guess there is something and there is nothing between and in my eyes there so tiny dancer watching over me he says a lady and I'm just a light without oh baby I am weak when I am without you I need you here to stay up guitar छोड अहिले चाहिँ अब म फोकस गरेर हाम्रो एउटा गाना गान्छु होइन ल जोन राई जस्तै देखिरह होला अहिले त जोन राई मात्र भनिरहेको छु को थाहा छैन नाम पनि जोन राई हो कि त्यो पनि थाहा छैन त्यसै बौला जस्तो होइन गिटारै बजाउने बिर्सियो त ला अलिअलि त सिकेर त्यो पनि बिर्सेँ ल खाऊ अहिले त यही अन्त मेका लाडले म्याउ घोप 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 घोप
माछी मार नहो बहिनी साँझलाई चटनी माछी मार न ट्युनिङ गरे क्या ल अपने लबर को धोखा दो मुझे भी डार्लिंग मौका दो अपने लबर को धोखा दो मुझे भी डार्लिंग मौका दो सो यही थियो कस्तो लाग्यो भन्नु होला है राम्रो कमेन्ट गर्नु नराम्रो नेगेटिभ कमेन्ट नगर्नु होला गरे भने बाल मलाई जिंदगी सवार दूं एक नहीं बहार दूं दुनिया ही बदल दूं मैं तो प्यारा सा चमत्कार हूँ मैं किसी का सपना हूँ जो आज बन चुका हूँ सच अब ये मेरा सपना है कि सबके सपने सच में करूँ आसमां को छू लूं तितली बन उड़ूं हाँ हेलीकॉप्टर हाँ 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 मैं हूँ एक उड़ता रोबोट डोरेमोन त्यो गाइस अब चाहिँ भ्लगिङहरू यस्तै यस्तै आउँछ होइन त आज चाहिँ कतै पनि जाने होइन केही पनि गर्ने होइन त्यही भएर खासै भ्लगिङ के सरी भ्लगिङ गरेर भ्लग भन्नु न हौ कस्तो भ्लगिङ भ्लग अघिदेखि मैले हेरिरहेको छु मैले कस्तो भ्लगिङ यो भ्लगिङ अपलोड गर्छु छि भ्लग अपलोड गर्छु विवेक भ्लग अपलोड ओके आज चाहिँ मैले धेरै लामो भ्लग बनाउन चाहँदैन यति नै अपलोड गर्न चाहन्छु यस्तै यस्तै भ्लगहरू बनाएर राख्छु बनाएर हाल्छु अबदेखि चाहिँ मैले युट्युब च्यानलमा फेसबुक पेजमा अन्त टिकटकमा इन्स्टामा त्यही हो गाइस हेरिदिनु माया देखाइदिनु सपोर्ट देखाइदिनु अब नेक्स्ट सेलिब्रेटी विवेकै भन्छ भन्ने क्या नेपालको सो गाइस यति नै भन्छु भ्लग धेरै लामो गर्दैन म अलरेडी यो 7-8 मिनटसम्म बनिसक्यो त्यही खासै पनि केही छैन योमा आज केही गर्ने पनि होइन न कतै जाने न कोही जाने न डेटिङ जाने न केही अन्त सिङ्गल मान्छेको के डेटिङ न कतै जाने न केही फाल्तु कुरा गर्दैन मैले फोकस गर्नु छ अब भ्लगिङमा फोकस गर्नु छ त्यो लभ सपका कुरा नगरौँ होइन त्यस्ता कुरा गर्नुहुन्न डेटिङ सेटिङ कुरा गर्नुहुन्न सरी माफी पाऊँ गाइस अबदेखि म भ्लग गर्ने हो सो गाइस भ्लग धेरै लामो चाहिँ नबनाऊँ यति नै भएर होला 7-8 मिनटको चाहिँ यो पनि बोर हुन्छ कि फेरि धेरै लामो भ्लग बनाए पनि खासै केही छैन त्यही जुत्ता घस्या देखाएको छु गिटार बजाएर देखाएको छु त्यो कपडा मिलाएर देखाएको छु त्यो पनि के हाल्नु हो नि त अलि लामो मतलब यस्तै हुन्छ कि भ्लग त्यही भएर झ्याउ लाग्छ भ्लगिङ गर्न मलाई अब भन्नु तपाईँहरू भ्लगिङ गरौँ कि नगरौँ सो मेनी पिपल से नगर बट एकजनाले पनि गर भनेपछि म गर्छु कि मलाई बाल छ 10 जनाले भन्नु नगरौँ तर एकजनाले गर भनेपछि गर्ने हो कि भन्नु है गर भनेर म आफ्नै फेक आइडी बनाएर पनि गर भन्छु चलो बाई बाई गाइस see you later so bye fa